क्या भाइ व्यक्ति परिवार र समाजलाई गम्भीर सन्ततिलाई सचेत बनाऊ सुरक्षित राखौं यो हामी सबैको जिम्मेवारी लागु औषध मुक्त समाज हाम्रो बागलुङ। लागू औषध दुरुपयोग एवं ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जुन 26 अर्थात् यही असार 12 गते सप्ताहव्यापी कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङको अनुरोध। लागु औषधको सेवन, ओसार पसार, सञ्चय, खेती, बिक्री वितरण र गैर कानुनी प्रयोग कानुन विपरीत अपराध हुन्। यसले व्यक्ति, परिवार र समाजलाई गम्भीर असर पुर्याउँछ। लागु औषध सम्बन्धी कुनै पनि शङ्कास्पद गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी दिनुहोस्। लागु औषध अपराध विरुद्ध एकजुट बनाऊ, सुरक्षित समाज निर्माण गरौँ। लागू औषध केवल एक खराब बानी मात्र होइन, यो व्यक्ति, परिवार र समाजलाई नै कमजोर बनाउने गम्भीर समस्या हो। लागु औषधको प्रयोगले स्वास्थ्य, शिक्षा, रोजगारी र पारिवारिक सम्बन्धमा नकारात्मक असर पुर्याउन सक्छ। यसले अपराध र सामाजिक विकृतिलाई समेत बढावा दिन्छ। लागू औषधको प्रयोगले स्वास्थ्य, शिक्षा, रोजगारी र पारिवारिक सम्बन्धमा नकारात्मक असर पुर्याउँछ। यसले अपराध र सामाजिक विकृतिलाई समेत बढावा दिन्छ। यदि तपाईँ वा तपाईँको वरपर कसैले लागु औषधको प्रयोग गरिरहेको छ भने समयमै सचेत बनाऊ, सहयोग गरौँ र सम्बन्धित नजिकको प्रहरीलाई जानकारी गराउँ। स्वस्थ युवा, सुरक्षित समाज र समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध विरुद्ध एकजुट बनाऊ। साथीको दबावमा नपरौँ, गलत बाटो नअपनाऊ, लागु औषधबाट टाढा रहौँ। लागू औषध होइन, उज्जवल भविष्य रोजौँ, आफ्नो सपनालाई साकार पारौँ। आजको सचेतना, भोलिको सुरक्षित भविष्य। लागु औषध मुक्त समाज हाम्रो साझा जिम्मेवारी। युवा अवस्थाको जिज्ञासा, साथीको दबाव वा क्षणिक रमाइलोका कारण गरिएको गलत निर्णयले जीवनभरको पीडा निम्त्याउन सक्छ। लागू औषध मुक्त समाज हाम्रो साझा जिम्मेवारी। लागु औषध अपराध विरुद्ध एकजुट बनाऊ, सुरक्षित समाज निर्माण गरौँ। हाम्रो बागलुङ सुरक्षित बागलुङ। लागू औषध दुरुपयोग एवं ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जुन 26 अर्थात् यही असार 12 गते सप्ताहव्यापी कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङको अनुरोध। लागु औषधको सेवन, ओसार पसार, सञ्चय, खेती, बिक्री वितरण र गैर कानुनी प्रयोग कानुन विपरीत अपराध हुन्। यसले व्यक्ति, परिवार र समाजलाई गम्भीर असर पुर्याउँछ। लागु औषध सम्बन्धी कुनै पनि शङ्कास्पद गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी दिनुहोस्। लागु औषध अपराध विरुद्ध एकजुट बनाऊ, सुरक्षित समाज निर्माण गरौँ। लागू औषध केवल एक खराब बानी मात्र होइन, यो व्यक्ति, परिवार र समाजलाई नै कमजोर बनाउने गम्भीर समस्या हो। लागु औषधको प्रयोगले स्वास्थ्य, शिक्षा, रोजगारी र पारिवारिक सम्बन्धमा नकारात्मक असर पुर्याउन सक्छ। यसले अपराध र सामाजिक विकृतिलाई समेत बढावा दिन्छ। लागू औषधको प्रयोगले स्वास्थ्य, शिक्षा, रोजगारी र पारिवारिक सम्बन्धमा नकारात्मक असर पुर्याउँछ। यसले अपराध र सामाजिक विकृतिलाई समेत बढावा दिन्छ।
यदि तपाईँ वा तपाईँको वरपर कसैले लागु औषधको प्रयोग गरिरहेको छ भने समयमै सचेत बनाऊ, सहयोग गरौँ र सम्बन्धित नजिकको प्रहरीलाई जानकारी गराउँ। स्वस्थ युवा, सुरक्षित समाज र समृद्ध राष्ट्र निर्माणका लागि लागु औषध विरुद्ध एकजुट बनाऊ। साथीको दबावमा नपरौँ, गलत बाटो नअपनाऊ, लागु औषधबाट टाढा रहौँ। लागु औषध होइन, उज्जवल भविष्य रोजौँ, आफ्नो सपनालाई साकार पारौँ। आजको सचेतना, भोलिको सुरक्षित भविष्य। लागु औषध मुक्त समाज, हाम्रो साझा जिम्मेवारी। युवा अवस्थाको जिज्ञासा, साथीको दबाव वा क्षणिक रमाइलोका कारण गरिएको गलत निर्णयले जीवनभरको पीडा निम्त्याउन सक्छ। लागु औषध मुक्त समाज, हाम्रो साझा जिम्मेवारी। लागु औषध अपराध विरुद्ध एकजुट बनाऊ, सुरक्षित समाज निर्माण गरौँ। हाम्रो बागलुङ सुरक्षित बागलुङ। सचेत बनाऊ, सुरक्षित राखौँ, यो हामी सबैको जिम्मेवारी। लागु औषध मुक्त समाज, हाम्रो बागलुङ। रोजगारी र पारिवारिक सम्बन्धमा नकारात्मक असर पुर्याउन सक्छ। यसले अपराध र सामाजिक बेचैनीलाई समेत बढावा दिन्छ। राष्ट्रगानको कार्यक्रममा सरिक भइदिनु भएकोमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। अबको क्रममा कार्यक्रमबारे प्रकाश पार्दै स्वागत मन्तव्य राखिदिनु हुन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणेन्द्र प्रसादज्यूमा हार्दिक अनुरोध गर्दछु। गुड मर्निङ। आजको यो कार्यक्रममा उपस्थित यस नगरपालिकाका नगर उपप्रमुखज्यू, यसै गरी कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनुभएका श्रीमान प्रमुख जिल्लाधिकारीज्यू, यसै गरी कार्यक्रममा सहभागी विभिन्न सरकारी कार्यालयका, गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यू, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यू, विभिन्न यस नगरपालिकामा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकज्यू, सम्पूर्ण सहभागी विद्यार्थी भाइ बहिनीहरू, शिक्षक शिक्षिकाज्यूहरू, त्यसै गरी पत्रकार महासङ्घका अध्यक्षज्यू तथा प्रतिनिधिज्यूहरू, उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधिज्यू, नेपाल पूर्व प्रहरी सङ्गठनका कर्मचारी साथीहरू, त्यसै गरी सम्पूर्ण उपभोक्ता मञ्चका अध्यक्षज्यू लगायत उपस्थित सम्पूर्ण सबै, मैले सम्बोधनमा छुट्याएँ भने पनि माफ गर्नुहोला, जति पनि यहाँ उपस्थित छौँ सबैलाई म हार्दिक नमन, शुभ प्रभात भन्न चाहन्छु। विशेष गरी हामीले लागु औषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो खोजौँ भन्ने मूल नाराका साथ यो लागु औषध दुरुपयोग एवं ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विगत लामो समयदेखि हामी मनाउँदै आइरहेको र यसपालि यो मूल नाराका साथ हामीले 5 गतेबाट, यही असार 5 गतेबाट आज असार 12 गते औपचारिक रूपमा समापन पनि गर्न गइरहेको बेहोरा यहाँहरूसँग निवेदन गर्न चाहन्छु। हामीले यो अवधिमा 5 गतेदेखि आज 12 गतेसम्म आउँदाखेरि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर यहाँसम्म आइपुगेका छौँ। वास्तवमा लागु औषध विरुद्ध यो 1 हप्ते कार्यक्रम पर्याप्त होइन, यो पूर्ण पनि होइन, विगतदेखि हामीले गर्दै आएको कार्यक्रम, तर यो 1 हप्तामा अझ हामीले बढी सजगता सचेतना जगाउँ भन्ने उद्देश्यले यसलाई लक्षित गरेर हामीले कार्यक्रम सञ्चालन गरेका थियौँ। र यो बिचमा
हामीले दुईवटा आधार विषयहरू, एउटा यसको नियन्त्रण र रोकथामलाई जोड गर्नुपर्छ, जोड दिनुपर्छ। त्यसैले हाम्रो खानतलासी, चेक जाँच, त्यसै गरेर लागु पदार्थ सेवनको चेक जाँच, सवारी साधनहरूको निगरानी, व्यक्तिहरूमाथि निगरानी, यी सबै विषयहरूलाई फोकस गरेर हामीले अभियान नै चलाएको थियौँ। र यो बिचमा हामीले यही एक हप्ताको अवधिमा 11 जना सवारी चालकहरू जो हाम्रो सार्वजनिक यातायात बस इभी का सवारी चालकहरू हुनुहुन्छ, उहाँहरूको लागु पदार्थ सेवन गर्दा चेक जाँच गर्ने क्रममा लागु पदार्थ सेवन गरेको पाइएकोले अहिले मुद्दा दर्ता गरेर अगाडि बढाएको कुरा पनि तपाईँहरूलाई भन्न चाहन्छौँ। हाम्रो जीव ज्यानलाई जोखिममा पारेर हामीलाई सवारीमा ओसार पसार गर्ने व्यक्तिले त्यसरी सेवन गरेर सवारी साधन चलाउन पाइँदैन, कानुनले छुट पनि दिँदैन। त्यसैले उहाँहरूलाई कडाभन्दा कडा कारवाही हुने बेहोरा पनि जानकारी गराउन चाहन्छु। त्यस्तै खानतलासी गर्ने क्रममा हामीले लागु औषध गाँजा, त्यस्तै गरेर साइकोट्रोपिक सब्सटेन्स भन्छौँ, विभिन्न ट्रामाडोल, त्यसै गरेर बुप्रोनर्फिन लगायतका अन्य औषधजन्य पदार्थहरू पनि हामीले बरामद गरेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। र त्यसै गरी सचेतना अभियान अन्तर्गत हामीले यस जिल्लाभित्र रहेका विभिन्न विद्यालयहरू, विशेष गरी 40वटा विद्यालयहरूलाई हामी लक्षित गरेर वक्तृत्व कला, त्यसै गरी सचेतना कक्षाहरू, बिहानी तपाईँहरूको जुन मर्निङ एसेम्ब्ली हुन्छ, मर्निङ एसेम्ब्लीमा गएर हाम्रो उपस्थितिमा विद्यार्थीहरूलाई सचेत गराउने लगायतका क्रियाकलापहरू हामीले सञ्चालन गरेको बेहोरा निवेदन गर्न चाहन्छु। र त्यसमा जतिले सहयोग गर्नुभएको छ, विद्यालय प्रधानाध्यापकज्यू, विद्यालय शिक्षक शिक्षिकाज्यू, सहभागी विद्यार्थी भाइ बहिनीहरू सबैलाई विशेष विशेष धन्यवाद पनि भन्न चाहन्छु। त्यसै गरी हामीले यही बिचमा रेडियोमा जिङ्गल प्रसारण गरेर रेडियोकर्मी साथीहरूले हामीलाई सहयोग गर्नुभएको छ। उहाँहरूको रेडियोबाट लागु औषध सम्बन्धी सचेतना फैलाउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ। उहाँहरूलाई पनि म विशेष यही अवसरमा धन्यवाद पनि भन्न चाहन्छु। त्यस्तै गरी बजार एरियामा हामीले बजार एरियालाई सचेत गराउने, विशेष गरी जहाँ बस्ती हुन्छ, जहाँ विद्यार्थी भाइ बहिनीहरूको उपस्थिति हुन्छ, बाक्लो उपस्थिति रहन्छ, त्यो क्षेत्र बढी संवेदनशील रहन्छ। त्यसैले त्यस्तो क्षेत्रलाई हामीले फोकस गरेर माइकिङ गर्ने, लागु औषध सम्बन्धी यो दुरुपयोग, ओसार पसार सम्बन्धीका पर्चा पम्पलेटहरू प्रकाशित गरेर वितरण गर्ने लगायतका सचेतना अभियान पनि हामीले चलाएको बेहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी हामीले हिजो मात्रै पनि विभिन्न विद्यालयहरूमा यो ड्रग फ्री स्कुल जोन स्टिकर टाँस गर्ने कार्यक्रम पनि सम्पन्न गरेका छौँ। जहाँ जहाँ हामीले यो अभियान सञ्चालन गऱ्यौँ त्यो विद्यालयलाई लक्षित गरेर त्यो विद्यालयहरू अब पूर्ण रूपमा त्यो विद्यालयको वरिपरि समाज सबै सचेत हुनुहुन्छ र यस्ता किसिमका लागु औषध विरुद्ध हुने क्रियाकलापहरू, सूचनाहरूको बारेमा प्रहरीलाई पनि जानकारी दिनुहुन्छ र त्यस्ता गतिविधिहरू यहाँहरूको विद्यालय वरपर कतै हुँदैन भनेर त्यो ड्रग फ्री स्कुल जोन भन्ने स्टिकर पनि टाँस गरेको छौँ। त्यो स्टिकर खालि टाँसिएको मात्रै होइन, त्यसलाई निर्वाह गर्नका लागि यहाँहरूको भूमिका, यहाँहरूको सजगता सचेतना त्यत्तिकै जरुरी छ। आगामी दिनमा यहाँहरूले यसमा महत्त्वपूर्ण भूमिका खेल्नु नै हुनेछ भन्ने मैले विश्वास पनि लिएको छु। त्यसै गरी आज हामीले विभिन्न यो सहयोगी सङ्घ संस्थाहरू, विद्यालय, विशेष गरी धेरै विद्यार्थी भाइ बहिनीहरू जो उपस्थित हुनुभएको छ, यहाँहरूको उपस्थितिले हामीलाई थप हौसला बढाएको छ। लागु औषधको क्षेत्रमा अझ संवेदनशील भएर अगाडि बढ भनेर प्रहरीलाई तपाईँले झकझगाइरहनु भएको छ। यसका लागि पनि यहाँहरू सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु। र पुनः एकपटक यो सक्रिय सहभागितासँगै यो एक हप्ताको अभियानमा जे जति सरकारी कार्यालय, गैर सरकारी कार्यालय, सङ्घ संस्था, त्यसै गरी विद्यालय, पत्रकार, त्यस्तै गरी उद्योग वाणिज्य सङ्घ, अरू लगायत सङ्घ संस्थाहरूबाट यहाँहरूको जुन सहयोग हामीलाई मिल्यो त्यसका लागि मुरी धन्यवाद दिँदै पुनः एकपटक यहाँलाई हार्दिक स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल। धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालनको लागि। लागु औषध दुरुपयोग एवं ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित यो महत्त्वपूर्ण कार्यक्रमका आदरणीय अध्यक्षज्यू एवं बागलुङ जिल्लाका प्रमुख जिल्लाधिकारीज्यू, यो कार्यक्रममा उपस्थित बागलुङ नगरपालिकाका आदरणीय प्रमुखज्यू लगायत बागलुङ जिल्लाका प्रमुखज्यू, विभिन्न सङ्घ संस्थाको प्रमुख एवं प्रतिनिधिज्यूहरू लगायत यो कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका आदरणीय विद्यार्थी साथीहरू, शिक्षकहरू अगाडि बढ्न सक्यो भने यो अभियान एउटा प्रभावकारी बन्ने हुन्छ भन्ने म आफ्नो विचार राख्न चाहन्छु। र पत्रकार महासङ्घको तर्फबाट फेरि यहाँहरू सबैलाई धेरै आभार व्यक्त गर्न चाहन्छु। खास गरी लागु औषध नियन्त्रण तथा रोकथाम समन्वय समिति लगायत सम्बद्ध सबै पक्षहरूप्रति आभार व्यक्त गर्दछु। मिडियाका मार्फत
यो अभियानमा हामीले पुर्याउनु पर्ने योगदान हाम्रो रिपोर्टिङको मार्फतबाट कसरी लागु औषध विरुद्धको हाम्रो रिपोर्टिङमा अझ प्रभावकारी बनाउन सकिन्छ त्यसमा पनि हामी चिन्तनशील रहनेछौँ र आगामी दिनमा यसलाई अझ विषयवस्तुलाई मिडियाका कन्टेन्टहरू पनि ग्राफिक गर्न चाहन्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै म यो अभियानमा एकैबद्ध